मान्छेले आफ्नो बानी परिवर्तन गर्न किन चाहँदैन, आफू बदल्न किन सक्दैन, यसको बारेमा म तपाईहरूलाई आज यो भिडियोमा भन्न गइरहेको छु। र सुरुमा कुरा गरौँ मान्छेको बानीको बारेमा। र अहिले जसो धेरै मान्छेहरू भन्नुहुन्छ म मोबाइल त छोड्नै सक्दैन। अहिलेको यस्तो डिजिटल जमानामा, डिजिटल युगमा मोबाइल कसरी छोड्ने, मोबाइल नचलाएर कसरी बस्ने, फेसबुक नचलाएर, टिकटक नचलाएर कसरी बस्ने। अब साथीहरूसँग कुरा गर्नै पर्यो, फोटोहरू पोस्ट गर्नै पर्यो, भिडियो हाल्नै पर्यो, कसरी छोड्ने। अनि त्यसपछि विद्यार्थी साथीहरू भन्नुहुन्छ म साथीको कुरा त नाइ भन्नै सक्दैन। अनि साथीले बर्थडेमा बोलायो कसरी रिजेक्ट गर्ने, साथीले पार्टी खान बोलायो कसरी नाइ भन्ने भनेर यस्तो यस्तो पनि मनमा आउँछ। अनि त्यसरी कसैको मनमा त मलाई भोक पनि साह्रै लाग्छ, अनि खानेकुरा पनि एकदम मिठो चाहिन्छ, अनि लुगा पनि नयाँ नयाँ चाहिन्छ। यस्तै मनमा तपाईँहरूको मनमा पनि आउँछ। अनि तपाईहरूले भन्नुहुन्छ म परिवर्तन हुन चाहन्छु तर परिवर्तन हुन सक्दैन यस्तै कारणले गर्दा। यदि तपाईँले आफूलाई यो कुरा प्रमाणित गर्न चाहनुहुन्छ भने म परिवर्तन हुन चाहन्थेँ तर यो कारणले हुन सक्दैन भनेर भन्नुहुन्छ भने, तर यो सत्य होइन। यो सत्य कदापि होइन, यो एउटा तमासा हो। तपाईँ एउटा भ्रममा बाँचिरहनु भएको छ, यो भ्रमबाट मुक्ति हुन सक्नु भएको छैन। त्यसैले तपाईँ आफूलाई परिवर्तन गर्न सक्नुहुन्न, चाहेर हुँदैन, त्यसैले तपाईँ परिवर्तन गर्न सक्नुहुन्न। र म आज यहाँ मान्छे परिवर्तन हुन नसक्ने, परिवर्तन हुन नसक्ने दुईटा कारणहरू भन्न गइरहेको छु। जसमा पहिलो कारण छ, जब मान्छेले बुद्धत्व प्राप्त गरिसक्यो, आफ्नो लक्ष्य प्राप्त गरिसक्यो, गन्तव्यमा पुगिसक्यो, अब कहाँ जाने, अनि शान्ति र सन्तुष्टि हुनै पर्यो, शान्ति पनि हुनै पर्यो। त्यसपछि परिवर्तन हुने कुरै उठ्दैन त्यहाँनिर। त्यसपछि दोस्रो कारण छ, यो अलिकति खतरनाक कारण पनि हो, अलि धेरै पनि छ। जसमा छ नसा यति धेरै गहिरो भइसक्यो, अज्ञानता यति धेरै बढिसक्यो र आलस यति धेरै भइसक्यो कि तपाईको आफ्नो गए गुज्रेको हालत र स्थितिको बारेमा पत्तै लाग्दैन। यदि लागिहालेछ भने पनि त्यसले तपाईलाई कुनै चिन्ता दिँदैन र तपाईलाई कुनै परेशानी गर्दैन। तपाई गलत ठाउँमा बसिसक्नुभयो र जमेर बसिसक्नुभयो। आलसले, नसाले तपाईलाई पक्रेर राखिसक्यो। अनि भन्नुहुन्छ ठिकै छ, चलिरहेछ, चल्न दिउँ, जुन दिन रोकिन्छ हेरौँला। कृपया म तपाईलाई अनुरोध गर्न चाहन्छु, यसलाई आदर्श नबनाउनु होला। यो सत्य होइन, तमासा मात्रै हो। तपाईलाई एउटा सानो उदाहरण दिन चाहन्छु। एकजना विद्यार्थी छ जसले सुत्नुभन्दा अगाडि केही पढेर सुत्नुपर्ने छ र उसलाई थाहा छ कि यदि उक्त कुरा पढिएन भने उसलाई नोक्सान पनि छ र अपमान पनि छ। उसलाई राम्रोसँग थाहा छ, तर ऊ मोबाइल चलाएर समय व्यतीत गर्छ र निन्द्रा लागिसकेपछि सुतिहाल्छ, ऊ पढ्दैन। उसलाई यो होइन कि उसको भविष्यको बारेमा चिन्ता छैन, उसको पढाइको बारेमा चिन्ता छैन, छ उसलाई भविष्यको बारेमा पनि चिन्ता छ, आफ्नो रिजल्टको बारेमा पनि चिन्ता छ। तर उसले आफ्नो समय अन्तै व्यतीत गरेर ऊ माथि मैले भनेका जस्तै, सुरुमा भनेका जस्तै बानीहरू, ह्याबिटहरूमा व्यतीत गरेर पढ्न सक्दैन। खास कारण यही हो। आलस यति धेरै बसिसक्यो, नसा यति धेरै गहिरो भइसक्यो, अज्ञानता यति धेरै बढिसक्यो, ऊ आफ्नो मुख्य लक्ष्यमा केन्द्रित हुनै सक्दैन। र खासमा कुरा के हो भने उसको वरीयता भनेको थाहा छ तपाईहरूलाई, सबभन्दा महत्त्वपूर्ण कुरा र सबभन्दा ठुलो कुरा माथि आउँछ, त्यसपछि क्रमशः अरू कुराहरू पछाडि आउँछन्। त्यस्तै उसको वरीयतामा सफलता र सम्मानभन्दा माथि गइसक्यो आलस र नसा र अज्ञानता माथि गइसक्यो। त्यसपछि ऊ स्वीकार्न विवश भइसक्यो कि ऊ बाध्य भइसक्यो कि म अपमान पनि सहन्छु, नोक्सानी पनि सहन्छु भनेर स्वीकार गर्न बाध्य भइसक्यो। किनकि आलस र नसा ज्ञानभन्दा माथि गइसक्यो।
सम्मानभन्दा माथि गइसक्यो, सफलताभन्दा माथि गइसक्यो। अनि भन्छ अहिले तमसा हाबी छ, थोडा सुतिहालौँ, घुमिहालौँ, केही अरू गरिहालौँ, पछि पढौँला। बेपरवाह मान्छे यतिसम्मको बेपरवाह भइसक्यो कि जसरी नानकले बेपरवाह शब्दको व्याख्या गरेका थिए। यस्तो हुन्छ होइन, मैले के काल्पनिक कुरा त गरेको छैन नि, वास्तविक कुरा गरेको छु होइन। हुन्छ, तपाईँ हामीले देखेका छौँ, यस्तो हुन्छ, सत्य कुरा हो, वास्तविक कुरा हो। अब आउँछ वास्तविक हुनुपर्ने कुरा के हो। हामी जस्तो मान्छे सन्तुष्टि होइन, गहिरो असन्तुष्टि हुनुपर्छ हाम्रो भित्र। सन्तोष हाम्रो लागि ठिक छैन, हामीलाई शोभा दिँदैन। असन्तुष्टि हुनुपर्छ। यो होइन कि आजको काम टरिहाल्यो, भोलिको काम भोलि हेरौँला, त्यस्तो होइन। अरे हामी जस्तो मान्छेको भित्र त बेचैनी हुनु पर्यो, असन्तोष हुनु पर्यो, हामी व्याकुलता हुनु पर्यो र हाम्रो भित्र मनमा छटपटी हुनु पर्यो। यो सोचेर कि हाम्रो हालत के छ, हाम्रो स्थिति के छ, हामी कुन हालतमा गुज्रिएका छौँ भनेर मान्छेको भित्र छटपटी र बेचैनी हुनु पर्यो। र अनुहारमा आपतकालको लक्षण हुनु पर्यो र चेहरामा यस्तो हुनु पर्यो कि जब पानीमा डुब्न लागेको मान्छेको कस्तो हुन्छ त्यस्तै हुनु पर्यो। अकुलाहट हुनु पर्यो, सन्तोष होइन, चेहरामा अकुलाहट हुनु पर्यो। र बुद्धको शान्ति वास्तविक शान्ति हो। बुद्धको शान्ति वास्तविक शान्ति हो। तमोगुणको शान्तिले नर्कलाई बरकरार राख्दछ। तमोगुण भन्नाले मैले अघि नै भने जुन अवस्थामा हामी शान्ति र सन्तुष्टि हुन्छौँ नि, जुन कन्डिसनमा, त्यसलाई भन्छ तमोगुणी भन्छ। हामी नर्कमा छौँ, अरे नर्कमा छौँ, फेरि शान्ति छौँ, सन्तुष्टि छौँ, र नतिजा के निस्किन्छ? नर्क कायम रहन्छ। त्यसैले नर्कमा छ भने, यदि तिमी नर्कमा छौ भने शान्ति र सन्तोष हुनु भएन। नर्कमा छ भने शान्ति र सन्तोष हुनु भएन। अनुहारमा उत्तेजना आउनु पर्यो, उद्दोलन आउनु पर्यो र आँखामा आँसु हुनु पर्यो, हाँस्न मुस्कुराउन सब बन्द हुनु पर्यो। एकी धुन गुन्जनु पर्यो, म आफ्नो हालतलाई परिवर्तन गरेर छोड्छु, आफ्नो हालतलाई परिवर्तन गरेर छोड्छु, परिस्थिति सुधार गरेर छोड्छु, सब बन्द हुनु पर्यो। अरे म कसरी हाँस्न सक्छु? विरोधीले कुरा काट्न थालिसके, आमा बुवाले सङ्घर्ष गर्दा गर्दा नङ्ग्रा खिइसके, आँखाबाट आँसु खसिसक्यो, तर म यहाँ हाँसिरहेको छु। म कसरी हाँस्न सक्छु? मनमा उत्तेजना हुनु पर्यो र आन्दोलन हुनु पर्यो, विद्रोह गर्नु पर्यो भित्रबाट। जबसम्म म आफ्नो हालत परिस्थिति सुधार्न सक्दैन। हामीले लगातार उत्प्रेरित हुनु पर्यो। एउटा काम त गरेरै छोड्छु, आफ्नो हालत त बदलेरै छोड्छु। र कबीरदासले भनेका थिए, तिमी यहाँ शान्ति र सुखसँग सुतिरहेछौ, तिम्रो उता नरकको तयारी हुँदैछ। त्यसैले जस्तो कि कसाईको अगाडि राखेका दुईटा बाख्राले एक आपसमा चुट्किला सुनाएर खुसी भइरहेछन्, उता बलिको तयारी हुँदैछ, तर यता खुसी भइरहेछन्। हाम्रो खुसी पनि त्यस्तै हो। त्यसैले विद्रोह गर्नु पर्यो र जन्जिर तोड्नु पर्यो, अनि मुस्कान पनि यस्तो हुनु पर्यो कि जसमा आग जल्नु पर्यो। हस् त, धन्यवाद।